यो भोटेगढी सडक खण्ड चाहिँ अहिले तीव्र गतिमा कामहरू भइरहेको छ। लगभग 12 देखि 1300 मिटर चाहिँ खनिसकिएको छ ट्र्याक ओपन। हाम्रा स्थानीय जनप्रतिनिधि, वडा अध्यक्ष, वडा सदस्यज्यूहरू, अग्रज व्यक्तित्व समाजसेवीहरू चाहिँ अहिले बाटो अवलोकनमा हुनुहुन्छ कि यहाँ। अहिले हामी पनि आएको हो र। हाम्रो 3 नम्बर वार्डध्यक्षजी वीरेन्द्र कुमार योङयाङजी पनि प्रत्यक्ष हाम्रो उसमा चाहिँ सडक यो भोटेगढी सडक खण्डमा नयाँ बाटो मोटर बाटोको लागि बाटोहरू कहाँबाट हुन्छ हेर्दै हुनुहुन्छ। अनुसन्धान गर्दै हुनुहुन्छ हाम्रो चित्रबहादुर कार्कीज्यू, वडा सदस्य, मेसिन चालक हाम्रो भाइ अब सुमन राणा मगरजी पनि आज बाटोमा बाटो अवलोकन हुँदैछ। यहाँ बाटोको काम पुरै बाजा दमाको आवाज आउँदै है। ढुङ्गा पनि क्या मजाले चाहिँ खोपिएको छ। यो कहाँ गोली लागेको भन्ने कुरा आएको थियो नि थोरै। ए गोली एउटा दुले यो त्यसको इतिहास चाहिँ हामीलाई आएन है। यो चाहिँ गोली लागेर दुलो परेको भन्ने खालको छ होइन। हामीले सुने अनुसार चाहिँ एकदमै एउटा दुलो ट्याक्कै दुलो छ। मौरी पस्ने घारको दुलो जस्तो यस्तो विशाल छ। 2 जना लगभग 3-4 जना चाहिँ यहीँ उभिन पनि सकिने स्टाइलको छ। यो एकदम विशाल छ है यहाँ। यहाँ देख्दै हुनुहुन्छ कि भोटेगढी हेर्नुहोस् त भोटेगढी मन्दिर कहिले नआइपुग्यो ठाउँ पनि आइपुग्यो है आज। त्यस्तो पो रहेछ त भाइ हाम्रो।
आएको थिइनँ आज आइपुग्यो यहाँ आउनु भएको थिएन म तपाईँ आइपुगेको थिइनँ यो ठाउँमा। पहिलोचोटि आउँदाखेरि कस्तो लाग्यो त यो मलाई भट्टेगढी धेरै रमाइलो लाग्यो हाम्रो तारा सरको घर त्यहाँ रहेछ त्यहाँनिर छ। यहाँबाट उँधो हेर्दा चाहिँ मलाई काली नै लाग्यो कहिले नचाहिने जस्तो रमाइलो ठाउँ छ साह्रै